आँटेको नि त अन्त बिहानको यस्तो रहेछ बिहानैको बिच यस्तो छ मेरो चाहिँ बसेको बेला हो अब म चाहिँ निस्किन आँटेको प्लान्ट पनि मजाको भएको छ बेबी ड्युटीबाट आएर ढल्किरहेको छ हो हामी चाहिँ अब निस्किनको लागि तयारी खाना पनि बनाएँ ट्रेनमा खाना भाइ पनि सुतिरहेको छ अनि लगेजहरू तयारी भयो 3टा लगेज एउटा ब्याग भयो हाम्रो चाहिँ अनि पूजा पनि गरिसकेँ मैले चाहिँ अब निस्कन लागेको हामी त लिफ्टबाट लाग्यो भाइ घर पर्खै गएको हामी चाहिँ अब उच्चुलाई छोडेर सुलुलाई छोडेर सबैलाई छोडेर निस्केकै हाम्रो गाडी पनि आयो हो यो हाम्रो गाडी चाहिँ आइपुग्यो सुनाउनु हाल्दैछ हुन्छ यहाँबाट एक सेकेन्ड अब यहाँ ल्यापटॉप कैंसिल कर दो किन्ने बाय बेबी गाडीमा बसेँ आँसु आयो नानीसँग बसेँ कति माया लाग्छ छोडेर आउनु ल साथीहरू म चाहिँ स्टेसन पनि आइपुगेँ अब ट्रेनको लागि जानुपर्छ ल साथीहरू ट्रेन पनि हाम्रो लागिरहेको रहेछ कस्तो आँटेको ट्रेनभित्र ल साथीहरू हामी चाहिँ लाग्यौँ अब दार्जिलिङ घाटतर्फ ल अब हामी चाहिँ खाना घरबाट बनाएर ल्याएको थियौँ सलादहरू आलुदम चाना भैँसीको सिकुटी अनि अन्डा उसिनेर खानु थाल्यौँ है साथीहरू ल एनजिपी पनि आइपुग्यौँ साथी हो कान्छी जाँदैछ तान्दै म लगेज साह्रो पऱ्यो गरम रहेछ गाडी त अगाडि हामी चाहिँ गाडीमा चढेर रोहिनी उकालो दिल्लीबाट घुमेर आउँदा चाहिँ मेरो घरमा साग चाहिँ त्यत्रो भएको थियो लु हेर है सुँगुरको मासुमा खान सक्ने सागहरू मेरो फुलहरू त यस्तो भएछ हो सबै मरेछ यो टेक यसले टेक